रक्षा बम जस्तो मान्छे तपाईँ जस्तो मान्छे यति बेला राति 11 बजे म माननीय रवि लामिछानेज्यूलाई कुरेर बसेको छु। उहाँले भन्नुभएको थियो सुकुम्बासी बस्तीमा जो चल्यो भने सबभन्दा पहिला म छाती थाप्न आउँछु। हामी उहाँको छातीलाई कुरेर बसेका छौँ। उहाँ थाप्न आउनुहुन्छ होला। बालेन्द्र शाहजीको एउटा गाना के छ भने गरिबको चमेली बोल्दिने कोही छैन। उहाँको आवाज सुनेर दाइ निराश नहुनुस्। गरिबको चमेली बोल्ने यो देशमा अरू पनि जिउँदा मान्छेहरू जीवित छन्। तपाईहरु चाहिँ यति बेला थापाथली सुकुम्बासी बस्तीमा उहाँहरूलाई साथ दिन आउनु भएको छ। लजमा राख्ने भनिएको छ। कुन कुन लजमा हो भनिदिनु पर्यो नि त। अहिले यहाँ रातिको समयमा जुन उहाँहरूले बच्चालाई चाहिँ काँधमा बोकेर टाउकोमा चाहिँ त्यो भाँडाकुँडाहरू बोकेर हिँडिरहनु भएको छ भनिदिनु पर्यो नि त कुन लजमा व्यवस्था गरेको। यहाँ त अहिले सांसदहरू आउनुपर्ने हो नि। जेनजी सांसदहरू आउनुपर्ने हो नि। भिडन्तले बनाउन खोजेको देश कहिले पनि भोलि तपाईहरु भिड्ने होइन। त्यो हेरौँ न यहाँ माइकिङ भइरहेछ के भइरहेछ भने थाहा छैन। तपाईले आइसके पछाडि के बुझ्नु यहाँ के रहेछ? यहाँ त अब यसो म त्यो धेरै त्यो राजनीतिक विषय बुझ्दिनँ होइन। विशुद्ध मानवाधिकारको विषय हो होइन। कुनै पनि नागरिकलाई उसको आवासबाट चाहिँ इफेक्ट गरिँदैन भनेर हाम्रो संविधानमा लेखिएको छ। संविधानमा लेख्ने उहाँहरू नै हुन्छ, सांसदहरू नै हुनुहुन्छ। अब यहाँ उहाँहरूको मनसाय के देख्नुभयो? मनोबल कस्तो देख्नुभयो? मनोबल खराब छ नि। घरमा प्रेग्नेन्ट महिलाहरू हुनुहुन्छ, सानो सानो बालबच्चाहरू छ, वृद्धहरू हुनुहुन्छ, महिलाहरू हुनुहुन्छ। अनि उहाँहरूलाई चाहिँ त्यो हटाउन नपाइने भन्ने होइन। पहिला उहाँहरूलाई व्यवस्थापन गर्नुहोस्, अल्टरनेटिभ दिनुहोस्। नागरिकलाई नागरिक जस्तो व्यवहार गर्नु पर्यो, रैती जस्तो व्यवहार गर्नु परेन। हामी पञ्चायतमा छैनौँ, हामी राणा शासनमा छैनौँ, हामी लोकतन्त्रमा छौँ। लोकतन्त्रमा नागरिकको लागि कानुन बन्ने हो। कानुन नागरिकको लागि होइन, नागरिक कानुनको लागि होइन, कानुन चाहिँ नागरिकको लागि हो। तपाईँ यहाँ आउँदै गर्दा उहाँहरूको प्रतिक्रिया के थियो? होइन, उहाँहरू डराउनु भएको छ, त्रसित हुनु भएको छ। कहाँ जाने भन्ने कुरा थाहा छैन। नभए यो 11 बजे राति आएर चाहिँ यसरी हिडडुल गर्नुपर्ने समस्या थिएन। यस्तो दुर्गन्धित रहेछ होइन। हामी एकछिन बस्दाखेरि उकुस मुकुस हुँदो रहेछ। त्यो दुर्गन्धमा चाहिँ त्यो रहरले त बस्या होइन होला। अनि हामीले हेर्ने गरेका छौँ। किन आउनु पर्यो, गाउँमै जाउँ न, गाउँमै बस, काठमाडौँ किन कुरूप पार्नु पर्यो भन्ने पनि सुन्ने गरेका छौँ। त्यो चाहिँ एउटा मानिसले बोल्ने भाषा होइन होइन। त्यो मानिसले बोल्ने भाषा होइन। मजिदजी एउटा प्रसङ्ग है, पटक पटक सरकारले उहाँहरूलाई आह्वान गर्नु भएको थियो। यस पटक मात्र होइन, योभन्दा अघिल्ला सरकारहरू पनि, इभन केपी शर्मा ओली नेतृत्वको बेला पनि यी प्रश्नहरू उठिरहेका थिए। चाहे कङ्ग्रेसको होस्, माओवादी होस्, एमाले होस्, लगायत सरकार बन्दै गर्दा यी प्रश्नहरू उठेका थिए। आजको विषय त होइन यो। यसलाई केवल विशुद्ध कानुनी विषयमा होइन, यसलाई मानवीयताको विषयमा मानवीयताको विषयले मानिसको आँखाले हेर्नुपर्छ क्या। तपाईँले प्रहरीको आँखाले, सुरक्षा निकायको आँखाले, सत्ताको आँखाले, प्रधानमन्त्रीको आँखाले, गृहमन्त्रीको आँखाले देख्नुभयो भने यो देखिँदैन। मानिसको आँखाले हेर्नुपर्छ। तपाईँले नै बनाउनु भएको भूमि ऐन छ 2021 सालको। त्यसले के भन्छ भने 10 वर्षभन्दा बढी यदि कोही बसेको छ भने त्यसलाई अव्यवस्थित बसोबासी भन्छ। गैर कानुनी बसोबासी भन्दैन, अव्यवस्थित बसोबासी भन्छ। त्यो भनेको गैर कानुनी होइन। तपाईँले बनाएको ऐनले के भन्छ भने यदि कोही अव्यवस्थित बसोबासी 10 वर्षभन्दा बढी एउटा सार्वजनिक जग्गामा बसेको छ भने, कानुनको कुरा भनिरहेको छु मैले, सार्वजनिक जग्गामा बसेको छ भने सरकारले अल्टरनेटिभ ल्यान्ड दिन्छ, वैकल्पिक जग्गा दिन्छ, वैकल्पिक भूमि दिन्छ, सेटलमेन्ट गर्छ। अब ठिक छ, के भन्छ लजमा राख्ने भनिएको छ। कुन कुन लजमा हो भनिदिनु पर्यो नि त। अहिले यहाँ रातिको समयमा जुन उहाँहरूले बच्चालाई चाहिँ काँधमा बोकेर टाउकोमा चाहिँ त्यो भाँडाकुँडाहरू बोकेर हिँडिरहनु भएको छ भनिदिनु पर्यो नि त कुन लजमा व्यवस्था गरेको। जसरी योभन्दा अगाडि उहाँहरू चाहिँ सुकुम्बासी बस्ती हटाउने बित्तिकै उहाँहरू चाहिँ आक्रामक रूपमा प्रस्तुत हुनुहुन्छ। योपालि उहाँहरूको मनसाय कस्तो? होइन, म यो विषयमा धेरै बोल्न चाहन्न होइन। मैले के भन्छ, यो आक्रमण र डिफेन्सको कुरा होइन, यो मानवीय संवेदनाको विषय हो, मानवीय सम्भावको विषय हो, मानवीय स्वभावको विषय हो। यसलाई तपाईँले भिडन्तको रूपमा हेर्नुहुन्छ भने यो समस्या कहिले पनि समाधान हुँदैन। नागरिक र सत्ता बीचमा भिडन्त रहेसम्म कुनै पनि देशले प्रगति गरेको छैन। विश्व इतिहासमा जहाँ पनि उठाएर हेर्नुहोस्। अब मजिदजी एउटा स्टेटमेन्ट तपाईँले थाहा पाउनु भएको भएर सरकारले के भनिरहेको छ भने हामी वर्गीकरण गर्छौँ। जो सच्चा सुकुम्बासी छ उनीहरूलाई व्यवस्थित गर्छौँ र जो सुकुम्बासीको नाममा हुकुमबासी छ उनीहरू त आफ्नो ठाउँमा जानुपर्छ नि होइन। म एउटै कुरा भन्छु, त्यसका लागि त पहिला वर्गीकरण गर्ने कि पहिला उठाउने त्यो हेर्नुपर्छ। र उठाउन सकिन्छ, नउठाउने होइन। 24 घण्टाको मात्र टाइम दिनुहुन्छ भने अर्डिनरी मान्छेले काठमाडौँमा 24 घण्टामा रुम खोज्न सक्छ। वर्गीकरण भइसकेको छ मजिदजी, त्यही भएर त उहाँहरू एक्सनमा उत्रनु भयो। यति बेला महानगरमा हुँदैखेरिदेखि बालेन शाहको यो स्टडी भइरहेछ। मैले एउटै कुरा भन्दा छु,
लजमा राख्ने भनिएको छ होइन तपाईँलाई थाहा छ कुन लजमा राखिनेछ महानगरले अब दिँदैछ नाम भोलि नाम आउँछ। भन्नुहोस् न नाम भन्नुहोस् न कुन लजमा राख्ने त भोलि आउला नि अनि नयाँ यहाँ नेता जुन लगेर राख्नु होला नि। सुरक्षाको विषय छ। रातको समय सिधै तपाईँलाई क्या नाम भन्नुहुन्छ? सुन्नुहोस् रातको समयमा जुन हिँडिरहनु भएको छ नि उहाँहरूले बच्चा बोकेर तपाईँहरूले भन्नुहोस् न त कुन लजमा जाने हो भनेर यो सत्ताले यो सरकारले यहाँ जुन देखिरहेका छौँ सुरक्षा निकाय खटिरहेको छ भनिदिनु पर्यो नि त यो सुरक्षा निकायले कुन लजमा गएर बस्ने हो भनेर यहाँको सरसामान कहाँ लगेर राख्ने कहाँ लगेर राख्ने भनिदिनु पर्यो नि त भनेको तपाईँहरू चाहिँ यति बेला थापाथली सुकुम्बासी बस्तीमा उहाँहरूलाई साथ दिन आउनु भएको छ त्यही होइन त्यही बुझ्नु पर्यो। तपाईँहरू साथ प्रधानमन्त्रीज्यूले झापा निर्वाचन क्षेत्र नम्बर 5 को सुकुम्बासी बस्तीमा पुग्दाखेरि के भन्नुभएको थियो व्यवस्थित गर्छु भन्नु म अरू कुरा व्यवस्थित गर्छु भन्दिनँ। भन्नु म माननीय रवि लामी छानेज्यूलाई कुरेर बसेको छु उहाँले भन्नुभएको थियो सुकुम्बासी बस्तीमा कानुन विपरीत र कानुनको प्रक्रिया फलो नगरी मानवीय संवेदना बगैर मानवीय संवेदनाको विरुद्धमा हुने गरी जो चल्यो भने सबभन्दा पहिला म छाती थाप्न आउँछु। हामी उहाँको छातीलाई पुरेर बसेका छौँ उहाँ थाप्न आउनुहुन्छ होला। यसलाई केवल कानुनी जटिलताबाट मात्र मानवीय संवेदना सल्भ हुन सक्दैन। कानुनले मात्र सल्भ गरेको भए विश्वको उत्कृष्ट संविधान हामीसँग छ विश्वमा कहीँ नदिएको मौलिक अधिकार हामीसँग छ खै त सल्भ भयो। केवल कानुनले मात्र समाज चल्दैन। तपाईँहरूले वैशाख 11 गते प्रदर्शन गर्ने घोषणा गर्नु त्यसो भोलि तपाईँको प्रदर्शन हो होइन तपाईँहरूले प्रदर्शन गर्नुहुन्न र तपाईँहरू मानवताको पक्षमा हुनुहुन्न। भनेको तपाईँको प्रदर्शन छ। हाम्रो तपाईँले घोषणा गर्नुभएको छ। बालेन्द्र शाहजीको एउटा गाना के छ भने गरिबको चमेली बोल्दिने कोही छैन। उहाँको आवाज सुनेर दाइ निराश नहुनुहोस्। गरिबको चमेली बोल्ने यो देशमा अरू पनि जिउँदा मान्छेहरू जीवित छन्। तपाईँहरूले घेरिहाल्नु भयो हामी त निस्किन खोजिरहेछौँ। त्यही त हामीले त जानकारी पाउनु पर्यो। रक्षा बम जस्तो मान्छे तपाईँ जस्तो मान्छे यति बेला राति 11 बजे किन के कारण जेनजीको नेताहरू तपाईँहरू नेतृत्व हो सुन्नु न मैले के भन्नु छु यहाँ त अहिले सांसदहरू आउनुपर्ने हो नि जेनजी सांसदहरू आउनुपर्ने हो नि पूर्व गृहमन्त्रीज्यू मैले के भनिरहेको छु मानवीय संवेदना बगैर शान्ति कायम नगरिकन भिडन्तबाट कुनै देश बनेको छैन। तर भिडन्त गर्न तपाईँ आउँदै हुनुहुन्छ भोलि सडकमा आउँदै हुनुहुन्छ तपाईँहरू स्विडिश कन्ट्रीहरू गएर हेर्नुहोस् त्यो देशहरूले एउटा लामो समयसम्म शान्ति कायम गरेको छ त्यसपछि मात्रै त्यो देश बनेको छ। भिडन्तले बनाउन खोजेको देश कहिले पनि भोलि तपाईँ भिड्ने होइन त्यो हेरौँ न।